आइपिओ कसरी भर्ने त्यसको बारेमा यो भिडियोमा सिकाउनेछु। यदि तपाईहरु नयाँ हुनुहुन्छ आइपिओ भर्न आउँदैन भने यो भिडियो पुरा हेरेर आइपिओ भर्न सिक्नुहुनेछ। ओके, आइपिओ भर्नको लागि चाहिँ तपाईहरुले मेरो शेयर एप त बनाउनु भएको हुन्छ। सो मेरो शेयरमा तपाईहरु लगइन हुनुहोस् र आफ्नो युजर नेम पासवर्ड लाएर लगइन भइसकेपछि यस्तो पेज ओपन हुन्छ। त्यसपछि जस्ट तपाईहरुले यो माई आस्बा भन्ने अप्सन यहाँनेर पाउनुहुनेछ। यो माई आस्बा भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। आजदेखि सोलो हाइड्रो पावर लिमिटेडको आइपिओ खुलेको छ। अब आइपिओ खुलेपछि यहाँनेर सबै आइपिओको लिस्टहरु हुन्छ। आइपिओ अथवा कुनै बेला म्युचुअल फन्डहरु पनि हुन्छ। तपाईले अब मेन आइपिओ मात्रै रियल आइपिओ भर्न चाहनुहुन्छ भने चाहिँ यहाँनेर यो अर्डिनरी शेयर भनेर लेखेको हुन्छ। यो वाला चाहिँ रियल आइपिओ। यस्तो चाहिँ तपाईहरुले मजाले एप्लाई गर्न सक्नुहुनेछ। कुनै म्युचुअल फन्डहरु पनि हुन्छ, त्यस्तोमा झुकिनु पनि सक्छ नयाँहरु। अब यहाँनेर जस्ट एप्लाईको अप्सन हुन्छ, एप्लाईको अप्सनमा क्लिक गर्ने र त्यसपछि यहाँनेर प्रोसिडको अप्सनमा क्लिक गर्ने र त्यसपछि यहाँनेर कति किताब भर्ने त्यो लाउने। जस्तै अब 10 किताब मिनिमम एप्लाई गर्न सकिन्छ। 10 किताब लाउने र एमाउन्ट कति लाग्ने रहेछ 1000 रुपैयाँ। यो अटोमेटिक आउँछ र 1000 रुपैयाँ तपाईहरुको बैंकमा रेडी गरेर पनि राख्नु होला। र त्यसपछि सीआरएन नम्बर भनेको छ, जुन बैंकले तपाईलाई सीआरएन नम्बर दिएको छ त्यो सीआरएन नम्बर यहाँनेर लाउनु पर्ने हुन्छ। र सीआरएन नम्बर लाएर यहाँनेर तपाईहरुले यो टिक मार्क लाउनु पर्ने हुन्छ यो बक्समा। र यसरी तपाईहरुले टिक लाउनु भएपछि अब एप्लाईको अप्सनमा क्लिक गरेर यहाँनेर तपाईहरुले आफ्नो ट्रान्ज्याक्सन पिन के हो त्यो लाउनुहोस् र एप्लाई गर्नुहोस्। र यसरी चाहिँ तपाईहरुले आइपिओ भर्न सक्नुहुनेछ। यस्तै भिडियोहरु हेर्नको लागि हामीलाई फलो सब्स्क्राइब गरेर राख्नु होला।